everyone, this is Pink and welcome to my video. So, आज चाहिँ Saturday हो अनि अब आज चाहिँ a day in my life. आज दिनभरि मैले के गर्छौँ त्यो चाहिँ अब हेरौँ किनभने मलाई पनि म के गर्छु शनिबार भनेर मलाई पनि हेर्न मन छ के अघिसम्म चाहिँ के भएको थियो भने हैन घाम लागेकै थिएन अनि मलाई चाहिँ पानी पर्छ जस्तो लागेको थियो तर अब घाम पनि लाग्यो दिन पनि राम्रो हुनेवाला छ सो लेट्स सी अ डे इन माई लाइफ अन स्याटरडे के गर्छु आज म चाहिँ निस्केँ अब घरबाट किनभने हैन म ढिलोसम्म सुत्यो भने चाहिँ ल हो सुतिरहेको हुन्छु छिटो उठ्यो भने मलाई छटपटी लाग्छ अनि अहिले चाहिँ अब म कागती किनेर ल्याएर कागती पानी खान्छु त्यही भएर म कागती किन्न हिँडेँ म अल्छी लाग्छ क्या बस्न अब छिटो उठेपछि के गरेर बस्ने त नि घरमा छ्याउ लाग्छ अनि हिँडिहाल्ने हो बस्ने होइन बैठने का नहीं चलो भन्छ नि गुड मर्निङ मर्निङ अब भन्ने होला नि त दादाले भनिसकिसकेपछि त भनिसक्यो दादाले भन्दैन यो मान्छेले भन्दैन यो मान्छे हेर्नुहोस् है ल गुड मर्निङ भनिदेऊ नि त नभन्ने भन्दिनँ अब हामी कागती पानी खाने हामी अब कागती पानी खान्छौँ गाइस यहाँ हेलो हाई उठेर नुहायो बिहानमा नै किन हो शनिबार त्यस्तो राम्री ओ माई गॉड ए भ्लग बनाउँदाखेरि मतलब यस्तो गर्दैन अनि यस्तो गर्न चाहिँ कसरी सिकाउँछ मलाई सिकाउनु भयो अब रमिला दिदी नि भ्लग बनाउनुहुन्छ है गाइजहरु यसो रमिला दिदीको भ्लग पनि हेरौँ कस्तो रे यस्तो गर्दै यस्तो गर्दै यस्तो हेलो गाइस म भ्लग गर्नु आज भर्खर नुहाए सत्य नौजु वाला इग्नोर है गाइज आज भर्खर नौजु नै हो आज भर्खर नुहाए नै हो है राम्ररी देखेछ मलाई आज कस्तो देखेछ राम्ररी देखेछ सुन्दरी भयो सुन्दरी देखेको छ सुन्दरी सुन्दरी हैन म ब्युटिफुल सुन्दरी के खेलिँदैन आउँछ खेल्न खोजेको नहुँदो रहेछ हिजो त फुलेको थियो त अनि है I quit this. Guys, म अहिले पशुपतिमा छु हामी हेलो आन्टी हुनुहुन्छ दर्शन गर्न आएको किनभने आज म बाहिर जाँदैछ हेर मैले भिडियो खिच्दा नि कसरी खिच्नु परेछ मैले यसरी खिच्दा पुग्दै मैले यसरी खिच्नु परेछ थसँग भएर यस्तो छ गाइस यसको ताल होइन यो यत्रो थियो यत्रो भयो अहिले यत्रो मैले यसरी माई गॉड गाइस स्लो मोसन रे नानी र म चाहिँ स्टोरमा जान्छौँ होइन अब अनि आन्टीहरू चाहिँ गाडीमा जानुहुन्छ किनभने म ट्रिपल लोड सक्दिनँ भाइलाई लिएर जानलाई अनि भाइ देखिहाल्नु भयो कत्रो छ भनेर अनि अब हामी चाहिँ जान्छौँ रुन नआउनु पनि ठुलो फिरालाई एउटा लगेज डुलाउने अर्को यो चकचकेले लगेज डुलाएर भाइ त नि जा ल अहिले जान्छस्
हामी चाहिँ भाइलाई छोडेर आयौँ हल्का इमोसनल भयो हल्का दाइ चाहिँ रुनु भयो भएर त्यो चाहिँ केही पनि नै भएन होइन हाम्रो एकदम हाम्रो रुनी मान्छे भनेको आँखाभरि आँसु बनाइसक्नु भएको थियो त्यहीँनिर भित्र जाँदा जाँदै त्यो म सरी हेर्नु हिन्दी नै आइहाल्छ बिचमा होइन म चाहिँ एसिया पेसिफिक स्कुलमा छु भाइलाई पुऱ्याएर घर गएर फ्रेस भएर आएको छु यहाँ चाहिँ किनभने आज हाम्रो डिपी खेल्थ्यो लियो हो अनि हुँदै रहेछ फुटसल अहिले होइन अनि हाम्रो टिम पनि यहीँ हुनुहुन्छ भन्ने सुनेको छु आज हाम्रो लियो क्लब अफ काठमाडौँ मिलनको चाहिँ ह्यान्डओभर प्रोग्राम क्लब ह्यान्डओभर प्रोग्राम छ अनि त्यहाँ जानुपर्ने त्यहाँ जानको लागि सबैजना यहीँ हुनुहुन्छ त्यही भएर म पनि यहीँ आएको छु अब यहाँबाट चाहिँ हामी क्लब ह्यान्डओभर प्रोग्राममा जान्छौँ यहाँ चाहिँ प्रोग्राम भइरहेछ भन्नाले फुटसल भइरहेछ होइन अनि हेर्ने मान्छे चाहिँ उता हुनुहुन्छ म पनि त्यतै जाँदैछु लेट्स मुभ अनि अब यो सिधी आएर चाहिँ हामी जान्छौँ हाम्रो प्रोग्राममा म अनि गेममा आउँछु भनेर आएको होइन नि त क्लब ह्यान्डओभरमा जान चाहिँ आएको त्यही भएर हेलो हेलो न भनिदिनु तपाईँ तर सुन हेलो हजुर हेलो 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 ओ हेलो 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 मेरो त फोनै अन हो हेलो अलि मिलेन नि मास्क लगाएर बस्न आया यस्तो छ चालामा यति पनि बिजी फोन उठाउन पनि यहाँ न यहाँ गरे हाम्रो अगाडि दाइलाई त कुट्नु पर्यो मैले सोधेको कुरा माने थम्स अप मास्क लगाएर आउने म प्रणाम गर्थेँ क्यामेरामातालाई नकुलोस् मेरो अगाडि खबर एक्जाम होइन त्यही हो अनि सुनाउनु तपाईँको नयाँ नौलो नभेटेको धेरै भएको थियो अनि कङ्ग्रेचुलेसन साँच्ची त तपाईँलाई धेरै धेरै आज पार्टी यस्तो पनि भन्छन् गाइज एक्जाम सकेर चमका 5:52 लायन्स क्लब अफ काठमाडौँ मिलनको रेगुलर बैठक तथा ह्यान्डओभर प्रोग्राम विधिवत रूपमा शुभारम्भ भएको घोषणा गर्दछु कृतिका कोटि कोटि सम्पदाको अचल ज्ञापनको दायित्व हाम्रो आइडेन्टिटी पछि भन्नुहुने चाहिँ यो भारी त जिम्मेवारी छ भन्ने भन्दाखेरिलाई चाहिँ हुनेवाला प्रेसिडेन्ट त्यसै गरी सेकेन्ड भाइस प्रेसिडेन्ट सम्पूर्णलाई जुन पोस्टमा लेख्नु भएको छ त्यही अनुसारले हुन्छ अहिले चाहिँ सेन्सरी मिस्टेक भएको छ भने मेरो कस्तो भने भोलि हाम्रो महालेखा परिषदको कार्यालयको दिनुहुन अनुरोध त्यसै गरी यो प्रेसिडेन्टले मलाई गीत गाएर प्रभावित चाँडो थोरै समयमा साथै छिटो प्रभावित स्पष्ट वक्ता जे छ त्यही भन्ने र आँटेको कुरा गरिहाल्ने प्रेसिडेन्टको
हजुर पढ्नुभयो मिलनलाई इन्टरनेसनल प्रेसिडेन्ट मेडलबाट सम्मान गर्ने मौका मिल्यो भने हाम्रो चाहिँ ह्यान्डओभर प्रोग्राम सिद्धिएको छ होइन म्याम हेलो म्याम एकदम खुसी लागेको छ अस्ति भर्खर कार्यकाल सुरु गरेको जस्तो लाग्थ्यो सागर बसन्ती कृष्ण 13 तारिक प्रेसिडेन्ट भएको भनेर यसो मजा गरिन्थ्यो अब आज कार्यकाल सकिने लागेको छ 2 दिन बाँकी छ आज चाहिँ ह्यान्डओभर मैले सबिन तपाईँलाई दिएको छु ऊ आज मनमा बस्न आए जसरी फुल मजाले चाहिँ दिइरहेछन् है खुसी भएर अघि लामो सस तान्दै थिएँ र यति भन्दै मेरो कार्यकाल पनि सफल भएको छ मलाई साथ दिनुहुने धेरै धेरै धन्यवाद छ हजुरहरूलाई थ्याङ्क यू भेरी मच लभ यू हाम्रो प्रेसिडेन्टजी हुनुभयो अहिले 24-25 को अब 25-26 को प्रेसिडेन्टबाट केही सुनौँ न त अब 25-26 मा जसरी सपोर्ट गरिदिनु भएको थियो अगाडिको प्रेसिडेन्टलाई मलाई पनि भरपुर साथ सपोर्ट गरिदिनुहुन्छ भने मन्दिप साथ सपोर्ट गर्नुहुन्छ भन्ने आशा राख्दैछु धन्यवाद हाम्रो चाहिँ अहिले ह्यान्डओभर प्रोग्राम सिद्धिएको छ लियो प्लस लायन्सको दुईजनाको सिद्धिएको छ होइन आजको हाम्रो प्रोग्राम चाहिँ यही थियो ह्यान्डओभर दिने प्रेसिडेन्टले हालाइदिनु भयो अहिले भर्खर बोल्नुभएको हाम्रो 25-26 को प्रेसिडेन्ट अब हाम्रो यो कार्यकाल राम्रै जान्छ भन्ने आशा छ मलाई एकदम राम्रो गर्नु हामीलाई लायन्सको पनि सपोर्ट हुनेछ प्लस लियो त त्यसै पनि हामी गर्ने नै छौँ अब रहेको छ हाम्रो सचिवज्यू वर्ष 25-26 को सचिवज्यूलाई हामी केही बोलिदिनु हुन आग्रह गर्नेवाला छौँ नमस्कार सम्पूर्णमा सर्वप्रथम त थ्याङ्क यू सो मच यो क्लब अफ काठमाडौँ मिलन है अनि म जसरी प्रियङ्काजीले 24-25 मा आफ्नो कार्यकाललाई सफल प्रियङ्काजीबाट पनि फेरि धेरै कुराहरू सिक्दै र उहाँले सिक्ने प्रयास गर्दै र मैले पनि सिक्ने प्रयास गर्दै हाम्रो लियो क्लब अफ काठमाडौँ मिलनको हालैको सेक्रेटरी म सुजनको तर्फबाट मैले जति सक्छु मैले दिएको काम मिलनमै रहनेछ भन्दै म बिताउन चाहन्छु हाम्रो दुई शब्द चाहिँ हाम्रो जोइन्ट सेक्रेटरीबाट पनि सुन्नेवाला छौँ सो लेट्स छोटो मिठो यता नमस्ते म चाहिँ अब हुनेवाला कार्यकालको चाहिँ जोइन्ट सेक्रेटरी हाम्रो लियो मिलनको अविनाश दाई प्रियङ्का दिदी सुजन दाईसँग सिक्दै आएको सबिन दाईसँग सिक्दै आएको अब चाहिँ मैले पनि केही गर्ने समय आएको छ भन्दै धन्यवाद हस् थ्याङ्क यू आफ्नो भनाइ राखिदिनु हुन हाम्रो ओरिजिनल प्रेसिडेन्टलाई म एकदम आग्रह गर्न चाहन्छु धन्यवाद आज हाम्रो लियो क्लब अफ काठमाडौँ मिलनको चाहिँ ह्यान्डओभर कार्यक्रम समापन भइसकेको छ हाम्रो चाहिँ जहिले पनि लायन्स लियो चाहिँ असाध्यै माया गरेर लायन्स लियोको चाहिँ संयुक्त रूपमा ह्यान्डओभर कार्यक्रम यसरी हामीलाई सहभागी गराउनुहुन्छ त्यसमा आज हामी आइपुगेका छौँ र वर्ष 24-25 को अध्यक्ष अविनाश श्रेष्ठज्यूको तर्फबाट फेरि अब हाम्रो चाहिँ 24-25-26 का अध्यक्ष सबिन थापालाई चाहिँ ह्यान्डओभर भइसकेको छ र त्यो सँगसँगै चाहिँ हामीले एउटा मिलन क्लबलाई जीवन्त राख्नलाई लायन्सहरूको सहायतासहित एउटा नयाँ अच्छी कोर्सको पनि सुरुवातको घोषणा भइसकेको छ जो आउनुहुन्छ उहाँहरूलाई चाहिँ एउटा सजिलो होस् कार्यक्रम हुन र पैसाले गर्दाखेरि चाहिँ कार्य अप्ठ्यारो नहोस् भन्ने हिसाबले चाहिँ हामी चलाएको छौँ ल यति नै हो हस् धन्यवाद आजको दिन सिद्धियो गाइज 9 बजेछ अहिले म घर आइपुगेँ अनि थ्याङ्क यू फर वाचिङ मेरो भिडियो किनभने म यति धेरै बकवास गर्छु कि होइन कहिलेकाहीँ त मलाई नै आफ्नो भिडियो हेर्न वाक्क लाग्छ तर जति पनि मेरो भिडियो हेरिदिनुहुन्छ राम्रो मानेर एकदमै धेरै धन्यवाद किप लभिङ किप सपोर्टिङ अनि भिडियो आउँछ नै बिस्तारै किनभने अब टाइम पनि दिन भ्याइँदैन मेनली असार मसान त लागेको छ असारको क्लोजिङ लागेको छ भनौँ होइन असार मसान त आउनै बाँकी छ अनि त्यसपछि चाहिँ अब लियोमा भइसकिसकेपछि लियोको भिडियोहरू पनि आउने नै छ अनि हजुरहरूले हेरिदिनुहुन्छ भन्ने आशा गर्दै एकदमै थ्याङ्क यू किप लभिङ किप सपोर्टिङ एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब एन्ड लिभ अ कमेन्ट किनभने किन कमेन्ट चाहिँ भने नि अब पर्फेक्ट हुन्छ भन्ने त हुँदैन कुनै पनि भिडियो होइन हजुरहरूले मलाई सजेस्ट नगरी त मैले पनि त इम्प्रुभ गर्न पाउँदिनँ नि त्यो चाहिँ यसो इम्प्रुभ गर्नको लागि पनि हजुरहरूले कमेन्ट गरेर मलाई सजेस्ट गर्नुहुन्छ भन्ने चाहिँ मलाई पुनः आशा छ अनि थ्याङ्क यू फर वाचिङ बाई बाई